हाई गुड मर्निङ सबैजनालाई। आशा गर्दछु सबैजना सबै साथीहरू एकदमै ह्याप्पी एन्ड चिलमा हुनुहुन्छ भन्ने। सो साथीहरू धेरै दिनपछि म आइसकेको छु हजुरहरूको सामने उपस्थित भएर हैन। र हजुरलाई थाहा छ हामी मर्निङ वक गर्छौँ, रनिङ पनि गर्छौँ। अब यसो रनिङ गरेर थाकेको अवस्था छ हैन। हजुरलाई म हेराउँछु मेरो पेट अलिअलि घटिसकेको छ एन्ड आई विल लुज माई मोर वेट मोर हैन। यस्तै छ साथीहरू। अनि के छ हजुरहरूको हालखबर भन्नुहोस्। धेरै दिन भयो हाई हेलो केही पनि भएको छैन हैन। सो सबैजना साथीहरू के गर्दै हुनुहुन्छ, विदेशको अप्लाई गर्दै हुनुहुन्छ होला आई थिङ्क सो हैन। कतिपय साथीहरूले विदेशमा अप्लाई गर्नुहुन्छ हैन। सो जति पनि जना साथीभाइहरू दिदीबहिनीहरू मेरो हुनुहुन्छ उहाँले युरोप जबको लागि अप्लाई गर्न चाहनुहुन्छ भने मेरो एउटा च्यानल भिजिट गर्न सक्नुहुन्छ, विष्णु इन्फो ब्लग। त्यहाँबाट हजुरले मेरो सम्पूर्ण जानकारी पाउन सक्नुहुन्छ। ओके त्यसमा मैले बताएको छु कसरी के गरेर अप्लाई गर्न पर्ने हुन्छ हैन। हजुरले आफ्नै मोबाइलबाट साथीहरू अप्लाई गर्न सक्नुहुन्छ, समझ रहे हो है। सो यु सुड बी ट्राई हैन। ट्राई गर्दैमा केही हुन्न, पैसा लाग्दैन, केही छैन हैन। ट्राई गर्दैमा के हुन्छ। सो एकचोटि ट्राई गर्नुहोस्, हेर्नुहोस् हैन। हजुरले हेर्न सक्नुहुन्छ मेरो वरिपरि म एउटा फिल्डमा छु र वर्कआउट मन गर्दैन यार बिहान बिहान उठेर है। साला जिन्दगी। बट एकचोटि हजुरले यो बानी लगाउनु भयो भने नि साथीहरू बिलिभ मी हैन, मर्निङ टु इभिनिङ बिहानदेखि बेलुकासम्म हजुर एकदम एक्टिभ हुनुहुन्छ। अच्छा काम गर्नुमा मन लाग्छ हैन। अनि एकदम फ्रेस हुनुहुन्छ हजुर। बिलिभ मी यो मेरो पर्सनल एक्सपिरियन्स हो हैन। शाबाश बेटा बहुत बढिया। मैले ट्राई गरेको। सो हैन उठ्नुहोस् बिहान बिहान। हजुरको अगाडि फिल्ड छैन भने बाटो छ भने बाटोमै जस्ट वक गर्नुहोस् हैन। कोही जिम जानुहुन्छ भने जिम पनि जानुहोस्, इट्स भेरी गुड हैन। अब म जिममा किन पैसा खर्च गरौँ या मलाई अब त्यस्तो डल्ले सल्ले बडी बनाउनु छैन। जस्ट नर्मल आई जस्ट वान्ट मेक माई बडी हैन। अच्छा हमको सिखा रिया है। सिम्पल फिटनेसको लागि मैले यो गरेको हैन साथीहरू। सो हजुरले हेर्नुहोस् मेरो वरिपरिको फिल्ड हैन, यति ठुलो फिल्ड छ। हिजो फुटबल म्याच भएको थियो साथीहरू, मैले 7 गोल हाने हैन। अच्छा ठीक है 7 गोल त हान्यो तर फाइदा केही भएन। तुमसे ना हो पाएगा, हमें तुम्हारे लक्षण बिल्कुल ठीक नहीं लग रहा है, तुमसे ना हो पाएगा। त्यही गोल हान्दै हानेको भए झन् फाइदा हुन्छ। यहाँ हेर्नुहोस् फुटबल हो यो। यहाँ पछाडि जङ्गलहरू छ हेर्नुहोस्, ब्युटिफुल छ मोमेन्ट है साथीहरू। र अगाडिबाट म देखाउँछु है त। यता कतिको जङ्गल हो हैन। हाम्रो मन्दिर अगाडि छ यतापट्टि। हिजोदेखि कथा सथा केही भइरहेको छ, त्यहाँ पनि म गएर यसो हल्का भिडियो बनाउँछु भन्ने सोचेछु। सो यस्तै हो साथीहरू, यही हो फिल्ड हैन। हजुरले हेर्नुभयो यहीँ हामी उछलकुद यहाँ बस्ने पनि छ हैन, जनता बस्ने। माई गॉड यहाँ सानोतिनो गोल पोस्ट प्र्याक्टिसको लागि बनाएको छ हैन। म नेपाल सरकारसित दरखास्त गर्न चाहन्छु हैन कि यो फिल्डको लागि केही बजेट छुट्याउन् उहाँले र यसलाई पनि एउटा रङ्गशालामा परिणत गरौँ भन्ने मेरो एउटा चाहना छ हैन साथीहरू। सो यतिको ठुलो फिल्ड सबै ठाउँमा हुँदैन र यतिको व्यवस्थित टाइपको हुँदैन। साथीहरू अब मैले हजुरलाई केही एक्सर्साइजहरू पनि देखाउँछु होइन। यु सुड बी डु होइन। हजुरले मेरो म सँगसँगै गर्नुहोस्, अदरवाइज हजुरले आफैले पनि गर्दा हुन्छ, केही भएन। ओके बस्ती का हस्ती अबे साले तभी ल अब एक्सर्साइजतिर लागौँ है त साथीहरू। हेलो साथीहरू, ल अब हामी एक्सर्साइजको चरणमा आइसकेको छौँ होइन। फर्स्ट हजुरले आफ्नो बडीलाई
वार्म अप गर्नुपर्छ यसरी है। जति हजुर विदाउट वक अर विदाउट ऊ गर्नुहुँदैछ भने होइन, विदाउट रनिङ विदाउट वक गर्नुहुँदैछ भने हजुरलाई आफ्नो बडीलाई वार्म अप गर्नुपर्छ लाइक दिस। 1 2 3 4 5 6 7 8 9 10 होइन। अनि स्लोली यु हेभ टु बी रिल्याक्स योरसेल्फ होइन। अच्छा हमको सिखा रिया है। स्लोली एकैचोटि यसरी होइन, जस्ट स्लोली होइन। मुभमेन्ट चेन्ज गर्दै गर्नु होला होइन। ओके, त्यसपछि अर्को एक्सर्साइज रहेको छ होइन, जुन कि यो बडी फ्याटको लागि हो। त्यसमा हामीले के गर्छौँ भनेपछि होइन, स्ट्रेट बडी 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 होइन। So every 20 rep होइन, you have to do 3 step you have to do 3 step होइन। 20 को 3 रेप गर्नु होला होइन। यो जस्ट मैले हजुरलाई देखाएको मात्रै हो, हल्का ऱ्याप पारा पनि आइहाल्छ कि घरि एन्ड त्यसपछि हजुरले यो एक्सर्साइज गर्नु साथीहरू है। 1 2 3 4 5 6 7 8 9 10 11 12 यसको पनि 12 को 3 रेप 4 रेप जति सक्नुहुन्छ हजुरलाई है। ओके, त्यसपछि अब हामी केमा आउँछौँ भनेपछि मैले हजुरलाई हल्का तल गरेर देखाउँछु। ओके, यसरी हुन्छ है साथीहरू। यो त मैले अब यहाँ सुविधा नभएर यस्तो गर्ने, बडीलाई फ्ल्याट राख्ने यसरी। 1 2 3 10 सेकेन्ड है। 4 5 6 फेस अगाडि हुन्छ। 7 8 9 10 ओके। अब साइडको बोसु घटाउनुलाई यस्तो कुनामा 1 2 3 4 5 यो अलि दुख्छ साथीहरू है। र यो मैले स्लो गरेको छु, हजुरले स्पिड गर्ने यसरी। 1 2 3 4 5 6 ओह फाटो सो यसै फाट्छ साथीहरू होइन। ओ माई गड, अँधेरो भयो क्या। ल सो यही हो साथीहरू गर्ने तरिका होइन। मेरो पहिला पेट कति थियो अहिले हेर्न सक्नुहुन्छ हजुरले। अनि त्यसपछि पुसअप होइन, पुसअप पनि लाउनुपर्छ साथीहरू, किनभने हजुरको छाती बाहिर आयो भने होइन, इफ योर छाती इज के भन फेरि अङ्ग्रेजी चाहिँ होइन। ओ भाई मारो मुझे मारो मोबाइल राख्ने ठाउँ हुँदैन यार। यदि हजुरको छाती सही छ भने हजुरलाई केही जात हुँदैन। ओके, एभ्री टाइम पुसअप्स दण्ड लाउनुपर्छ पहिले यसरी होइन। 1 2 ओके, यो नर्मल एक्सर्साइज हो साथीहरू है। 3 4 5 6 7 एयरफोन खसिहाल्दैछ, व्हाट द फक। 7 होइन, 8 9 10 11 12 ओके। यो भयो दण्ड साथीहरू। ओके, यो दण्डपछि हजुरले यस्तो वाला पनि एक्सर्साइज गर्न सक्नुहुन्छ यसरी। 1 2 तर स्पिडमा गर्नुपर्छ है साथीहरू। 4 अनि यसरी साइडमा 1 होइन 2 3 4 5
हो यस्तो यस्तो हजुरले गर्नुभयो भने आई एम स्योर होइन यु विल लुज योर वेट होइन साथीहरू। और के भनौँ म यहाँभन्दा धेरै भन्न सक्दैन। चलो जाके इलाज कराओ। हो नेचुरल लाइट आएन बल्ल आयो। सो यस्तै थियो साथीहरू हाम्रो एक्सर्साइज होइन। यु सुड बी डु होइन हजुरलाई पनि गर्नै पर्छ यो। यदि हजुरले हस्पिटल जान चाहनुहुन्न, यदि हजुर आफूलाई एकदम फिट राख्न चाहनुहुन्छ, इट्स डिपेन्ड अन यु होइन, हजुरकै माथि डिपेन्ड गर्छ। हजुरले अलि तेलमा फ्राई गरेको चिजहरू नखानुहोस् होइन, सकेसम्म भेजिटेरियन रहनुहोस्। अदरवाइज हजुरले ननभेज भए पनि चल्छ, बट लिमिट क्वान्टिटी। हजुर ड्रिङ्क्स गर्नुहुन्छ लिमिट क्वान्टिटी, 1 to 2 पैक भन्दा 3 पैक नजाओस्। क्या बोले भाई? अब क्या बोले? अब आदतै छ भनेपछि ड्रिङ्क गर्नुहोस् होइन। ड्रिङ्क लेजेन्डरी तरिकाले गर्नुपर्छ साथीहरू। सकेसम्म ड्रिङ्क नगरेकै राम्रो होइन। बट इफ यु आर प्रोफेसनल ड्रङ्कर सो जस्ट टेक 1 to 2 पैक होइन। अच्छा बट नट एभ्री डे, जस्ट टेक आफ्टर 2 days, आफ्टर 3 days होइन। 2-3 दिनमा हजुरले गर्नुपर्ने हुन्छ। सो ये बड़ी अच्छी बात कही आप। सो त्यस्तै गरेर हजुरलाई आफूलाई फिट राख्नुहोस्। बडी सोडी त बनेको छैन, बट आई विल ट्राई माई बेस्ट। सो ल साथीहरू, अब अगर तुम लोग नए हो तो सब्सक्राइब करो, वो जो लाल वाला बटन है उसके साथ स्कैम करो या फिर महफिल जमाओ, मुझे नहीं पता, बस क्लिक हो जाना चाहिए। अब मैं भी जा रहा हूं, मुझे पार्क में स्टंट्स मारने जाना है। बाय।